के गर्दैछस् ओए छोरा? पढ्दैछु नि बाबा, पढ्दैछु। के मोबाइलबाट पढ्छन् र? त्यो स्कुलमा किन जान्छस्? ट्युसनमा किन जान्छस् ट्युसनमा? कि पढाउँदैनन् केही? त्यो मोबाइलमै चलाउनु पर्छ? अब कोही नआएको चाहिँ हेर्नुपर्छ यता सर्चमा गएर। पढ्दैछु म। ओ गड, बल्ल बल्ल पो बाजे म। बाबाले आउनु साथ मैले मोबाइल लिइराखेँ। बाबाले केही नि थाहा पाउनु भएन। फेरि हेरिदिन्छु तोरै। केही पालै हुन्न। मोबाइल चलाउँछु तोरै आज फेरि। छोरो पढ्छु भन्छ, खै एकचोटि चेकै गर्नुपर्छ कि के हो? पढ्दैछस् होइन त? खुबै राम्रोसँग पढ्दैछस्। यताले मोबाइल हेर न, टिकटक चलाएर राख। टिकटक पढ्छु भन्छ, फेरि पढ्छु। दिन्न अब तँलाई मोबाइल, दिन्न। बाबाले लुकेर पो हेर्दै हुनुहुन्थ्यो रहेछ। अबदेखि चाहिँ पढ्नु पर्यो है। फेरि हेर्छन् कि पढिहालौँ यार। अहिले कस्तरी हान्नुभयो, दुखिरह। अब के गर्ने, मेरै गल्ती भयो। के तपाईँलाई थाहा छ तपाईँको छोराछोरीहरू पनि पढ्छ कि पढ्दैन भन्ने हजुरहरूलाई थाहा छ? थाहा छैन। त्यही भएर चाहिँ हजुरहरूले आफ्नो छोराछोरीहरूको पढ्छ कि पढ्दैन यसो इन्क्वायरी गर्नुपर्छ है। हजुरहरूले स्कुललाई मात्र दोष दिने होइन क्या, स्कुलमा त पढाइ पनि हुन्छ। हजुरहरूको छोराछोरीहरूले स्कुलमा मात्र नभई घरमा आएर पनि त्यसलाई अलि रिभिजन गर्नुपर्ने हुन्छ। यस्तै गरेर हजुरहरूले आफ्नो छोराछोरीहरूलाई सम्झाएर अगाडि बढाउनु होला। म चाहिँ के भन्छु भनेपछि मोबाइल चाहिँ थोरै मनोरञ्जनको लागि थोरै समात्न दिनुहोस्। पढाइ गर्ने टाइममा मोबाइललाई कतै दिनु हुँदैन। म चाहिँ यही भन्छु। कस्तो लाग्यो मेरो भिडियो? लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुलिदिनु होला। बाई बाई।